Hello and welcome back guys. This is the third of पोखरा visiting पोखरा है त अब चाहिँ बिहान हामी उठिसकेपछि बेलुका धेरै चाँडै आइसक्यो अब चिया खान जाँदैछौँ सो लेट्स गो टु ह्याभ अ टी ओके बाइक चाहिँ एकछिन स्टार्ट गरौँ अन गरौँ होइन यहाँ टालो थियो ओके हल्का पुसौँ एकछिन अन गरेर राख्नुपर्छ क्या अब धेरै गुडेको छैन नि त हिजो पनि गुडेकै छैन बाइक अनि अब एक्कासी अन गरेर बटारिहाल्यो भने त मोबिल प्ले गर्नै पाउँदैन नि त सो त्यसैले सफा गर्ने लेट्स गो ल निक्ल्यौँ होइन त अब These my dollars make it hurt. के भन्छ जाउँ चिया खान जाउँ कफी ब्रेक कहाँ खाने चिया काठमाडौँ लेट्स गो सरर मोटर चढेर भनेको भयो बोल्या थियो बोल्या बोले हुन्थ्यो होइन ओके रियल स्ट्रगल उसको तर जहिले आए पनि मजै आउँछ यार अब हामी लाइक नाइटको लागि त जाने होइन होइन रहेछ एउटालाई यो कस्तिनु भन्नु पऱ्यो ओके वी आर गोइङ फर अ सनडाउन गएर चिया खाइदिउँ होइन ओके हामी चाहिँ कुद्दा 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 आइसक्यौँ सनडाउन होइन ऊ यही छ अगाडि चाहिँ सनडाउन भ्यू sundown is always sundown baby come down These my dollars make it hurt. ओके गाइज हामी चाहिँ अब निस्क्यौँ सनडाउनबाट होइन अब वी आर गोइङ ब्याक टु द होटेल ए सरी गाह्रो पऱ्यो नि त मलाई फेरि कस्तो ऊ पऱ्यो क्या बेना त्यो हामी पहिला राइटमा चलाइरहेको थियौँ नि त उता बाहिर होइन अनि त्यही भएर राइट हान्न खोजेँ क्या म चाहिँ अनि फेरि नेपालै फेरि भनेर क्या
कहिलेकाहीँ यस्तो हुन्छ, कन्फ्युजन हुन्छ होइन। सो लेट्स गो। ए ल अब चाहिँ हामी रिटर्न आइसक्यौँ, रुम रिटर्न आइसक्यौँ। अब हामी हेर्दैछौँ कि आज के गर्ने। आज लाइक बस्ने कि नबस्ने कि के गर्ने भन्ने कुरा थाहा छैन। एन्ड भोलि न्यु इयर, भोलि हो कि पर्सि हो न्यु इयर चाहिँ। अनि लेट्स सी के हुन्छ। सो स्टे ट्युन गाइज। अब कहाँ जान्छौँ किनकि यो अनप्लान्ड आएको हो नि त हामी। सो वी हेभन्ट प्लान एनिथिङ, जस्ट गो विथ द फ्लो। ओके ओके, हामी चाहिँ अब निस्किँदैछौँ होइन। हामी यही होटलमा बसेको थियौँ, मिडवे। यो ठिकै लाग्छ। म लगभग 5-7 इयर्स भयो होइन, पोखरा आएदेखि बस्ने यहीँ नै हो क्या म चाहिँ। अनि आज चाहिँ अब यो न्यु इयरले गर्दा सही महँगो नै भएछ भनेर भन्न थालेँ। अनि सो द्याट्स वाइ घुम्नु पनि भयो अरे नि त। कता हो र, कता? हुन्छ अफकोर्स। हामी चाहिँ रुम चेन्ज गर्न लाग्यो होइन। ठिकै छ, केही छैन। एन्ड नेपाली संस्कृति है यो चाहिँ। जाउँ। ओके, सही मजा छ क्या यहाँ चाहिँ। ल टुन 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 टुन। ओइ पुलिस त के हो, मामाहरू त कति कति नि त। ल मामा नमस्ते, मामा नमस्ते। के भयो अरे? ए नेट पनि फेरि चाहिने बेला चल्दैन, चाहिने बेला चाहिँ चल्दैन रहेछ। फेरि भेनाको नेट पनि गाह्रो छ हौ। हाम्रो देशको कल्चर चाहिँ यही हो होइन। सो प्रिजर्भ इट। डाँडामा बन्दुक धुइनाले बन्दुक निगलाई ताकेको, निगलाई मैले ताकेको होइन, मायालाई ताकेको। Say. ओके वान्स मोर भनेर दिल माग्यो, वान्स मोर भन्छ जतिखेर नि। यस्तो यस्तो रहेछ नि त, मोबाइल राख्नु दिनु पर्दैन यार। च्यात्तै खाएको। ओके रेडी, बिङ रेडी। रेडी फर वाट? फाइटिङ?
ओ सही आइरहेछ सही देखेर मलाई पौडी खेल्न आउँदैन फेरि मलाई पौडी खेल्न आउँदैन त्यही भएर डर लाग्यो खेल्न आउने भए नि म रिक्स लिँदैन थिएँ पक्का हो अरू चिजसँग रिक्स लिन सकिन्छ लाइफ यार सक्यो भने त सकिगयो नि मैले होइन एकचोटिमा गयो भने त गइगयो नि बाबा विवश जङ्कटवाल कस्तो गाना दामी मलाई त्यस्तो लाग्दैन खासै होइन सो ट्राई स्ट्रिट फुड्स फ्रुट्स खानु चाहिँ राम्रो हो अरू चिज खाएर फ्रुट्स खानु चाहिँ नराम्रो हो नि फेरि ज्ञान सबैले दिन्छ नि सो जे मन लाग्छ त्यही खाने हो and we are enjoying this kind of Pokhara is on, always on. Mama भन्नु क्या हो भन्नु मामा भन्छ मामा घर आएको मामा भन्छ घुम्न आएको